हेलो सबैलाई गुड मर्निङ। आज मैले इएमआईबाट मोबाइल लिँदा हुने जोखिम र त्यो के हो त भन्ने विषयमा मैले आज कुरा गर्छु। यदि तपाईँ किस्तामा मोबाइल लिँदै हुनुहुन्छ भने तपाईँले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ, किनभने त्यो मोबाइलमा यस्तो एउटा एप्स राखिएको हुन्छ। त्यो एप्सबाट यदि तपाईँले कुनै पनि बेला किस्ता तिर्नु भएन कुनै पनि समयमा भने तपाईँको मोबाइल लक गर्नको लागि त्यो एप्स राखिएको हुन्छ र त्यो डिलिट पनि हुँदैन र त्यो फोनबाट हट्दा पनि हट्दैन। र त्यो एप्समा धेरैले जे जस्तो कुरा भनेर त्यो एप्स राखेकै भनेको यदि किस्ता नबुझाएमा लक गर्नको लागि भने तापनि त्यो एप्समा के लेखिएको छ भने तपाईँ कहाँ कहाँ डुल्नुहुन्छ, के गर्नुहुन्छ, क्यामेरा सहित कुनै थर्ड पर्सनले कन्ट्रोल गर्न सक्ने र त्यो डिभाइसलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सक्ने र जुनसुकै बेला पनि तपाईँको पासपोर्टहरू पनि चेन्ज गर्न सक्ने भनेर त्यो एप्समा लेखिएको छ। त्यो भएर तपाईँ कतिसम्म सुरक्षित तरिकाले इएमआईबाट फोन लिन सक्नुहुन्छ भन्ने कुरा ध्यान दिनुपर्छ। र त्यो एप्स भन्न त भनिएको छ कुनै पनि माध्यमले, र यो साइबरतिर जताकतै आइसकेको छ, हामीले सञ्चार माध्यमबाट सुनिरहेका छौँ। र त्यो एप्सले भन्न त त्यसले अरू काम केही पनि गर्दैन। यदि उसले किस्ता नबुझाएमा लक मात्र गर्ने काम गर्छ भने तापनि त्यो उसको एप्सको फुल रूपमा हेर्ने भने उसले पूर्ण रूपमा त्यो फोनको इएमआईबाट ल्याएको फोनको क्यामेरा सहित त्यस आधिकारिक जसले किस्तामा दियो जुन ब्याङ्क अथवा जुन उसले उसको नियन्त्रणमा रहने भनेर भनेको छ। र धेरै कुराहरू तपाईँको डाटाहरू त्यसमा भएको पासपोर्ट पनि चेन्ज गर्न सक्ने भनेर भनेको कारणले गर्दा पनि यदि तपाईँ किस्तामा फोन लिँदै हुनुहुन्छ नि त्यो एप छ कि छैन, त्यसले कसरी काम गर्छ, हाम्रो कतिसम्म हामी डाटाहरू सुरक्षित हुन्छ भन्ने कुरा ध्यान दिएर मात्र लिनुहोला। र मेरो भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नछुटाउनुहोला।